सम्पूर्णलाई नमस्कार। जति पनि हेर्नुभएको छ, आज देशमा अलि फरक न्युज आधिकारिक न्युज नआए तापनि फरक किसिमको जनताहरूले आशा गरे भन्दा विपक्षमा न्युज भइरहेको छ। प्रसङ्ग बुझिहाल्नुभयो होला। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट चाहिँ निलम्बन गर्ने कुराको चाहिँ सामाजिक सञ्जाल मार्फत न्युज भइरहेको छ। सरकारले यो विषयमा आधिकारिक समाचार भन्ने सम्प्रेषण गरिसकेको छैन र पनि त्यसै विषयमा विभिन्न सामाजिक सञ्जालमा विभिन्न देशका चाहिँ प्रमुख जिम्मेवार पदमा रहेका व्यक्तिहरू लगायत आम जनताहरूले लेखेका टीका टिप्पणी र विश्लेषणको विषयमा आज हामी कुराकानी गर्दैछौँ। तपाईले भने जस्तो अब हिजो बसेको मन्त्री परिषदको बैठकले अब नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको र हितेन्द्रमान साक्यलाई चाहिँ उक्त पदमा चाहिँ नियुक्त गरेको भनेर बाहिर समाचारहरू आइरहेको छ। अब यसमा चाहिँ राष्ट्रिय मिडियाहरूले पनि यसलाई समाचार बनाएका छन्। अब देशका भनौँ न सबै नागरिकदेखि लिएर सांसद मन्त्रीसम्मका मान्छेहरू, महामन्त्रीसम्मका मान्छेहरूले पनि यो विषयमा आफ्नो धारणा प्रकट गरिरहेको अवस्थामा भने हिजो अब पृथ्वी सुब्बा गुरुङ जो नेपाल सरकारका प्रवक्ता पनि हुन्, उनी आफैले चाहिँ फेरि मिडियाको अगाडि होइन मलाई थाहा छैन होइन, अथवा यो समाचार कसले भन्यो, कुलमान घिसिङले भन्यो कि कसले भन्यो, मैले त भनेको छैन भन्ने एउटा ओठे जवाब फर्काएका छन्। तैपनि आज बिहानै एउटा मिडियाले हालेअनुसार चाहिँ कुलमान घिसिङले मलाई चाहिँ विद्युत प्राधिकरणको प्रमुखबाट हटाएको कुरा मिडियाहरूबाट थाहा पाएँ। सरकारको निर्णयको पत्र बुझेपछि कसरी अगाडि बढ्ने भन्नेबारे सोच्नेछु र न्याय माग्न अदालत जान पनि सक्नेछु भनेर चाहिँ उनले स्टेटमेन्ट कतै केही भनाइ भने भन्ने पनि आएको छ। यसै विषयमा फेरि मेरो हातमा एउटा स्ट्याटस परेको छ। नेपालको चाहिँ प्रमुख राजनीतिक मूलधारका महामन्त्री गगन थापाले लेख्नुभएको छ, आम नागरिकमा असन्तुष्टि बढ्दो छ, तबामा स्वार्थको रोटी सेक्न उद्धत एक तबका सल्लाएको छ। यस्तो बेला सरकारको डेलिभरीबाट असन्तुष्टिलाई सम्बोधन गर्दा आगो नै निभाइदिउँ भनेर हामी दिनरात नभनी मेहनत गर्ने, सरकार चाहिँ आफै असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने, हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि नगर्ने, तर निर्णय फेरि यस्तो गलत गर्ने। मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले सम्हाल्नुपर्ने हो, तर विडम्बना त्यो भएन, निर्णय गलत छ, सरकार उल्टो बाटोमा हिँडेर गन्तव्य पुग्दैन भनेर महामन्त्री गगन थापाले लेख्नुभएको छ। अन्त यो विषयमा नेपाली काङ्ग्रेसका नै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि हिजो नै एउटा स्ट्याटस लेखेका छन्, जसमा चाहिँ कुलमान घिसिङलाई पदबाट हटाउने काङ्ग्रेस पदाधिकारी तहको सहमति थिएन, बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रूपमा सजग गराइएको थियो। कारबाही योग्य भएपछि पनि गर्न मिल्थ्यो, केही राम्रा प्रयास छायामा पर्ने गरी सरकारले कुलमान हटाउनु हुन्न थियो। सरकारको यो निर्णय समयोचित बिल्कुलै थिएन। असन्तुष्टिलाई निराशाको भाष्य बनाएर प्रतिगमनको खेती गर्नेहरूलाई निरुत्साहित गर्नुपर्ने बेलामा सरकारले गलत निर्णय जो लियो यसप्रति खुला र प्रष्ट रूपमा विमति छ भनेर स्ट्याटस लेख्दै गर्दा मैले अर्का महामन्त्री गगन थापाको स्ट्याटस पनि तपाईँले भर्खरै पढेर सुनाउनु भयो। केही दिन अगाडिसम्म हुन त जो महामन्त्री गगन थापा हुनुहुन्छ उहाँ चाहिँ यो सरकार सञ्चालनको कार्यदलको एउटा सदस्य हो उहाँ, र केही दिन अगाडिसम्म यो सरकारले अहिले गरेका कतिपय निर्णयहरू, कतिपय नीतिहरू जसमा चाहिँ मैले आफूले पनि बनाएको, म पनि संलग्न हो अथवा सरकार सञ्चालनमा मेरो पनि महत्त्वपूर्ण भूमिका छ र सरकारले लयमा काम गरिरहेको अवस्था छ भनेर उहाँ स्वयं आफै दावा गर्दै हिँड्नुहुन्थ्यो। तर हिजो नै यो निर्णय भए पछाडि मलाई केही पनि थाहा छैन भन्नुले चाहिँ नेपाली काङ्ग्रेसभित्र महामन्त्री भनेको एकदमै शक्तिशाली पद हो, यो सभापति पछिको कार्यकारी पद नै हो होइन। यही विषयमा चाहिँ राप्रपाका संसदीय दलका प्रमुख सचेतक तथा नेता ज्ञानेन्द्र साईले पनि भनेका छन् कि आफै झाँक्री आफै बोक्सी काङ्ग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माज्यू, यदि साँच्चै तपाईँहरू कुलमान घिसिङलाई पुनर्नियुक्त गर्न चाहनुहुन्छ भने कुलमान घिसिङलाई हटाउने मन्त्रीलाई फिर्ता बोलाउनुहोस् र कारबाही गर्नुहोस्। चाबी ताला तपाईँहरूकै हातमा छ। कमरेड प्रचण्डज्यू, तपाईँ यदि साँच्चै कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न चाहनुहुन्छ भने हिजो सिंहदरबारमा गोप्य रूपमा गरिएको टिआरसी विधेयक सम्झौता काङ्ग्रेस एमालेसँगको तोड्नुहोस्, होइन भने हात्तीको जस्तो दुईटा दाँत नदेखाउनुहोस्, एउटा चपाउने एउटा लुकाउने, गोहीको जस्तो आँसु नजार्नुहोस्, सामाजिक सञ्जाल र सडकमा रमिता र नाटक नगर्नुहोस् भनेर ज्ञानेन्द्र साईले पनि यो स्ट्याटस लेखेका छन्। यसै विषयलाई लिएर सामाजिक अभियन्ता हेमराज थापा
पछिल्लो समय धेरै सामाजिक अभियानलाई लिएर हिँड्नुभएको छ। उहाँले सानो स्ट्याटस लेख्नु भएको छ, भ्रष्ट सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटाएको छ, सरकार पतनको बाटोमा हिँडेको छ भन्नु उहाँले एउटा आफ्नो सानो स्ट्याटस 11 घण्टा अगाडि हामीले यो समाचार बनाउँदै गर्दा 11 घण्टा अगाडि उहाँले यो पोस्ट गर्नुभएको छ। यसै गरी वरिष्ठ पत्रकार टिकाराम यात्रीले सरकारलाई अर्को ऐतिहासिक निर्णयका लागि बधाई तथा शुभकामना। यसै यो कथन भनेको होइन रहेछ, म मेरो शत्रुको सजिलै सामना गर्न सक्छु, दया गरी मलाई आफ्ना मित्रहरूबाट बचाउनुहोस्, उज्यालोबाट अँध्यारोतिर भनेर कुलमान घिसिङको फोटो पोस्ट गर्नुभएको छ। यसले पनि कस्तो खालको सन्देश दिन्छ भन्ने कुरा तपाईँहरूले बुझिहाल्नु भएको छ। यसै गरी अर्को एकजना सामाजिक प्रयोगकर्ता बाबुराम कार्कीको स्ट्याटस मेरो हातमा परेको छ, कुलमानलाई हटाउनु राम्रो होइन, राम्रोलाई बरु प्रोत्साहन गर्नुपर्ने होइन र मेरो निजी विचार भनेर उहाँले आफ्नो निजी विचार सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्नुभएको छ। यसै गरी सामाजिक सञ्जालमा एकदम अत्याधिक मन पराइएको फेसबुक पेज बाहुन डाँडोमा एउटा सानो पोस्ट आएको छ। त्यहाँ चाहिँ अब जनता सहेर बस्नेवाला छैनन्, जसको आशा जनताले मानेका छन् भने उसैलाई हटाउने, जनता छिर्नुपर्छ सिंहदरबारतिर, लगाइदेऊ आगो, सारा नेता एकै ठाउँ जलाइदेऊ भनेर एउटा जनताको आक्रोशलाई पोखेको छ यहाँनिर। यसै गरी अर्को सामाजिक सञ्जाल प्रयोगकर्ता नारायण पन्तले लेख्नु भएको छ, गल्ती कुलमानको नै हो, अरबौँ नाफा देखाउन के जरुरी थियो, सरकारी धन जग्गा वा सम्पत्ति लुट्नकै लागि त हो, कहाँ कुन कार्यालय र कुन ठाउँमा सरकारी कुराको जगेर्ना हिफाजत वा जोगाउने काम सरकारको जागिर खाने कसैले गरेको छ, सबै लुटेर लुटको लाइनमा र लुटको पर्खाइमा त देखिन्छन्। त्यसैले कुलमानले 2-4 अर्ब घाटा देखाएको भए ऋण खोजेर सरकारले अनुदान दिइहाल्थ्यो त, सालाबाबुले चाहिँ आफू पनि कमाउने र नेतालाई पनि कमिसन बाँडे भइहाल्थ्यो त। कुलमान आएदेखि नै देश विकासको ठेक्का लिएका नेताको गोजी टाट पल्टाइदिएपछि आफै उत्तानो पल्टुनु के ठुलो कुरा हो र? एउटा गरे भने नेतृत्वले गरे भने के हुन सक्दो रहेनछ भन्ने किसिमको एउटा उदाहरण कुलमान घिसिङबाट चाहिँ मैले देखेको चाहिँ मेरो पर्सनल रूपमा। त्यसपछि विगत 8-10 वर्षमा लोड सेडिङ भनेको कस्तो हुन्छ भनेर अहिले सम्झिन पनि नसकिने जस्तो परिस्थिति चाहिँ देशमा बनेको थियो र पछिल्लो समय कुलमान घिसिङलाई हटाउने कुराका प्रसङ्गहरू बाहिरिँदै गर्दा र लोड सेडिङ फेरि हुन्छ भनेर चाहिँ सरकारका चाहिँ पदमा रहेका व्यक्ति माननीय मन्त्रीज्यूहरूले अभिव्यक्ति दिँदै गर्दा फेरि कतै कुलमान घिसिङ गएपछि देशमा फेरि अघोषित रूपमा लोड सेडिङ बढ्ने त होइन भन्ने किसिमको चाहिँ एउटा खालको चाहिँ आम मान्छेमा भए जस्तै त्रास चाहिँ एउटा ममा पनि छ। यो विषयमा चाहिँ तपाईँले चाहिँ कसरी चाहिँ हेर्नु भएको छ? होइन, यस्तो छ जस्तो कि 2073 सालमा चाहिँ कुलमान घिसिङको चाहिँ विद्युत प्राधिकरणको कार्यकारी प्रमुखको हिसाबमा चाहिँ उनको नियुक्ति भएको हो होइन। त्यति बेलासम्म चाहिँ देशले 18 घण्टा लोड सेडिङ भनेको हामी आफैले भोग्यौँ र त्यहाँबाट यहाँसम्म आउँदाखेरि चाहिँ यो 8-10 वर्षको समयमा कति अहिले युवा भइसकेका साथीहरूलाई चाहिँ लोड सेडिङ के थियो भन्ने कुरा पनि थाहा छैन कि होइन। जुन कुरा अब भोग्न पर्छ, अब लोड सेडिङ हुन्छ भनेर स्वयं नेपाल सरकारका ऊर्जा मन्त्रीले संसदबाट बोलेको यो कुरा हो। लोड सेडिङ होला नहोला भोलिको दिनमा चाहिँ अब देखिने कुरा हो होइन। जस्तो कि कुलमान घिसिङ आएर कुलमान घिसिङले एक्लै नै लोड सेडिङ मुक्त गरेको भन्ने कुरा पनि 100% 100% सही नहोला, किनभने त्यसमा अरू फ्याक्टर जोडिएको होला, सरकारले पनि नीतिगत रूपमा केही निर्णय गर्नु पर्यो होला होइन। जस्तो चाहिँ अस्ति माननीय मन्त्रीज्यूले नै लोड सेडिङ मुक्त गरेकोमा चाहिँ कुलमान घिसिङलाई होइन भारतलाई धन्यवाद दिनुपर्छ, किनभने भारतले बिजुली दिएर लोड सेडिङ चाहिँ मुक्त भएको, लोड सेडिङ नभएको, विद्युत आपूर्ति चाहिँ पुरा भएको भन्ने कुरा गर्नुभएको छ। उहाँले भनेको पनि ठिकै हो, भारतले बिजुली दिएर नै भएको, तर पहल कसले गर्यो भन्दा त्योभन्दा पहिला पनि विद्युत प्राधिकरणमा कार्यकारी प्रमुखहरू त थिए, नेतृत्वविहीन त थिएन, ऊर्जा मन्त्रीविहीन त थिएन देश। तर कुलमान घिसिङले गरेर 18 घण्टाको लोड सेडिङ शून्यमा झारेर घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफासम्म पुर्याएर यहाँसम्म आइपुग्दाखेरि अर्को कुरा के हो भने सामाजिक सञ्जालमा जसरी एउटा कुलमानको पक्षमा पक्षपोषण गरिएको छ, एउटा सत्य के हो भने आजीवन कुलमान घिसिङ विद्युत प्राधिकरण रहेसम्म उनी कार्यकारी निर्देशक हुने होइन, उनले यसै पनि 2 कार्यकाल बिताइसकेका छन्। तर यहाँनिर सरकारको नियतमा कहाँनिर प्रश्न देखिन्छ भने उनको दोस्रो कार्यकाल सकिन जम्मा 4 महिना बाँकी छ, यसपछि सरकारले नियुक्त गर्दिन भन्न पनि पाउँछ होइन। अर्को कार्यकारी निर्देशक ल्याउने सरकारलाई पूर्णतया अधिकार रहेको अवस्थामा 4 महिना पहिला नै विभिन्न अनर्थ लाग्ने
जुन कुरा चाहिँ आवश्यकै अनावश्यक स्पष्टीकरण सोधेर जुन एउटा ट्रङ्क लाइनको डेडिकेटेड र ट्रङ्क लाइन विवाद जुन थियो होइन, व्यापारीहरूसँग उद्योगीहरूसँग उठाउनु पर्ने बक्यौताको विषयमा अनावश्यक झगडा अनावश्यक विवाद मोलेर सरकारले जसरी कार्यकारी निर्देशकलाई कुलमान घिसिङलाई एउटा अहिले आम नेपालीले एउटा दैनन्दिनको जुन समस्या थियो, एउटा सामान्य घरको चुलो चौकोदेखि लिएर व्यवसाय गर्ने मान्छेहरूलाई ठुलो राहत प्रदान गरेको, उनलाई जस जान्छ त्यस्तो मान्छेलाई समय अगावै हटाउनुले चाहिँ यो सरकार फेरि पनि अधोगतितिरै गएको चाहिँ देखिन्छ। नेपाल सरकारको चाहिँ ऊर्जा मन्त्रीले भारतले बिजुली दियो र नेपालमा लोडसेडिङ हटाएका हुन् कुलमानले भन्ने यस्तो प्रसङ्गलाई त के हुन्छ भने समग्र हाम्रा हरेक कुराहरू गतिविधिहरू व्यापारिक कारोबारहरू भारत तथा चाइनासँग नै छिमेकी देश भएको नाताले पनि यिनीहरूमा नै आधारित छन् हाम्रो। र भोलि नेपाल आयल निगममा नाफा जाँदै गर्दा नेपाल आयल निगमको कार्यकारीको भूमिका के रहेर भारतले डिजल दिएर त हामीले बेच्यौँ भन्ने किसिमको तर्क लाग्छ मलाई चाहिँ। यो एउटा भोलि ऊर्जा मन्त्रीले पनि मेरो मन्त्रालयले मेरो कार्यकालमा यो काम गर्ने भन्दै गर्दा उहाँले यसरी भन्नुपर्ने होला, विद्युत उत्पादन बढेको भने अब त्यो चाहिँ लगानीकर्तालाई जस दिनु पर्यो, उनीहरूलाई धन्यवाद दिन पर्यो, उनीहरूले गरेको भन्नु पर्यो होइन। आयात गरेर चाहिँ यहाँनिर बिजुलीको आपूर्ति गरेको पनि अब कुन देशबाट ल्याएको त्यसलाई धन्यवाद दिन पर्यो। उहाँले कुलमान घिसिङलाई भनेको अर्थमा उहाँलाई पनि भन्यो भने त उहाँले पनि त केही गर्ने होइन, त्यसो भए त सबै अरूहरूले गर्ने हो। उदाहरणको लागि हाम्रो यहीँ नजिकै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ, यो पनि चाइना सरकारले ऋण अनुदान के छ ऋण दिएर चाहिँ बनाएको हो। अब मन्त्रीज्यूले त हामीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनायौँ भन्दै हिँड्नुहुन्छ, यो भन्दै गर्दा चाइनाले ऋण दिएर त बनाएको हो, यो त चाइनाको चाहिँ ठुलो हात छ, चाइनालाई धन्यवाद दिनुपर्छ यसमा भन्ने किसिमका चाहिँ तर्क बुझिन्छन् यसले चाहिँ। यसरी अब समग्रमा हेर्दाखेरि चाहिँ जुन यो सरकारले यो हतारमा निर्णय गरेको देखिन्छ। हामीले अघि पनि चर्चा गऱ्यौँ कि उहाँ 4 महिना पछाडि उहाँ स्वतः निवृत्त हुँदै हुनुहुन्छ यो सेवाबाट होइन, यो पदबाट। त्यसपछि नियुक्त गर्ने कि नगर्ने भन्ने सरकारको हातको विषय हो, नगर्न पनि सक्छ। तर जुन 4 महिना पहिला नै यो विवाद देखाएको छ, जुन एउटा यो विवादास्पद तरिकाले निर्णय गरेको छ, यसले चाहिँ सरकारको औचित्यप्रति कार्यशैलीप्रति र भोलि भविष्यप्रति चाहिँ प्रश्न उठाएको छ। अहिले देशमा आम नागरिकहरूको यति धेरै सरकारप्रति नेताप्रति राजनीतिप्रति अविश्वास बढेर गइरहेको छ। यस्तो अवस्थामा नागरिकहरूलाई देशका 2-4 जना पात्रहरूमा विशेष गरी आश छ, जस्तो कि हामी बालेन शाह हेर्न सक्छौँ होइन, रवि लामिछानेकै कुरा हेर्न सक्छौँ, हर्क साम्पाङ, गोपी हमाल, कुलमान घिसिङ, सन्दुक रोहित जस्ता 2-4 जना व्यक्तिहरूलाई जनताले एउटा आदर्शको रूपमा हेरिराखेको अवस्थामा र उनीहरूले फेरि जनताले कुनै भ्रममा परेर होइन, उनीहरूको कामले नै प्रमाणित गरेको कुरा हो कि जनताले विश्वास गर्न लागि मान्छेहरू छन् भनेर विश्वास गरेका त्यस्ता मान्छेहरूमाथि नै जुन कैँची चलाउन खोजेको यसले चाहिँ कुलमान घिसिङलाई होइन सरकारलाई नै असर गर्छ। हुन त सरकारलाई यो कुराको मतलब छैन होला होइन, भोलि यसको क्षति सरकारले बिहोर्नु पर्दैन, किनभने सरकारी कार्यालयमा लोड सेडिङ हुँदैन, प्रधानमन्त्रीको घरमा लोड सेडिङ हुँदैन, प्रधानमन्त्री निवासमा मन्त्री निवासमा लोड सेडिङ हुँदैन, लोड सेडिङ हुने जनताको घरमा लोड सेडिङ हुन्थ्यो। केही समय पहिला जुन यो व्यापारीहरूसँग अर्बौं पैसा चाहिँ उठाउन बाँकी छ भनेर जुन विवाद आयो, त्यति बेला सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको रोस्टममा उभिएर के भन्नुभयो भन्दा कुनै पनि व्यापारी होस् घरमा होस् अहिलेसम्म विद्युत प्राधिकरणले बिल नतिरेको खण्डमा लाइन काटेर चाहिँ उठाएको रेकर्ड छैन भन्नुभयो। त्यसका लागि तपाईँ स्वयं आफू पनि व्यवसायी हुनुहुन्छ होइन, म पनि कुनै व्यवसायसँग आबद्ध छु। 3 महिना पुगे पछाडि 1 मिनेट पनि नरोकिकन विद्युत प्राधिकरणले लाइन काट्ने गर्छ भने वर्षौँसम्म अरबौँ तिर्न बाँकी रहेका उद्योगीहरूको विषयमा प्रधानमन्त्री जस्तो मान्छे एउटा खुलेआम जुन सदनबाट बोल्नुहुन्छ होइन, यही कारणले पनि जनताप्रति वितृष्णा गर्दै छाउँदै गइरहेको छ। र पछिल्लो समयको यो हिजोको निर्णयले त सरकारको